बोरामा परेर चुला त माथि होला नि सबै गल्यौँ र सुकाउनु भ्यायौँ न नि सब बनाउँदा रात नमस्ते मेरो च्यानलमा स्वागत छ। आज म किचनमा सिकुटी काट्दैछु। अब यो हाम्रो चाडबाडमा यस्तै खानुपर्छ, रमाइलो गर्नुपर्छ, सबैलाई इष्टमित्रलाई दिनुपर्छ, यस्तै हो। ठिक छ, माइजूले मजाको हेर्दा खाउँ लाग्दो मन भएको छ। माइजू त भर्खर कालो हो, यो कहिले सुकाउनु भएको या के हाल्नुभयो आज? बेसारहरू मसला मलेर सुकाएको अनि आज सुकाएमा यति नै भयो? यति नै भयो, भोलि सुकाउनु। यो तपाईँले यो आगोमा सुकाउनु भयो कि घाममा? घाममा सुकाएर यति हुन्छ है। यो कति दिन सुकाएपछि रेडी हुन्छ? यो आगोमा सुकाउँदा आधी घन्टामा सब सुकिहाल्छ। अनि यो घाममा चाहिँ? घाममा चाहिँ लाग्छ 2 दिन 3 दिन। 2 दिनसम्म मजाले खक्क सुकाएपछि मैले ट्याक्क छुटेर खापखाप खाँदा हुन्छ? हुन्छ है। यस्तो छ हाम्रो तयारी, यस्तो छ है। यो चाहिँ सिकुटी हो हैन, घाममा सुकाएर 1 रात घाममा सुकाएको, भोलि सुकाउँदा सुक्छ यो। अनि यो तपाईहरु पनि यसरी बनाएर खानुहोस् हैन। नयाँ दशमी शुभ कामना छ। तपाईहरु पनि यसरी बनाएर खानुहोस् हैन। बडा दशैंको शुभकामना छ। धन्यवाद तपाईहरुलाई। राम्रो यसै गरेर खानु।